नमस्कार, मेरो नाम अर्जुन कण्डेल, घर गैंडाकोट नगरपालिका वडा नम्बर 15 अमरापुरी। र म कविताको व्याख्या त खासै गर्दिन। मेरो कविताको शीर्षक रहेको छ अर्काको दुश्मन। र यो कविता चाहिँ हालसालै भएको इजरायलको युद्धमा जति नेपालीहरू पर्नु भएको थियो र एउटा बङ्करमा लुकेर ज्यान जोगाउनु भएको थियो, त्यही मध्ये बङ्करमा लुकिरहेको एकजना नेपालीले आफ्नो देशको लागि, आफ्नो घरको लागि, आफ्नो परिवारको सदस्यको लागि लेखेको एउटा कविता हो। कविताको शीर्षक अर्काको दुश्मन र कविता यसरी सुरु हुन्छ। म यो ठाउँदेखि पर पुग्न चाहन्छु, म आफ्नै घर पुग्न चाहन्छु। मेरा लागि मेरा बा र आमा नै हुन् भगवान। म उहाँहरूकै वरपर पुग्न चाहन्छु। पात्रमा लेखेको अक्षर देखिँदैन र पनि गते बार मिति ठ्याक्कै याद छ। मेरा बा आमालाई म घर फर्किने मिति ठ्याक्कै याद छ। उता मेरा बा म आउने खबर गाउँभरि घाँटी सुकुन्जेल सुनाइरहेका छन्। यता दुई देशको लडाइँमा म आफ्नो घाँटी जोगाउन बङ्करभित्र लुकिरहेको छु। रोगले र उमेरले थिचोलेर बुढो भएको शरीरलाई मेरी आमाले बडो जतनको साथमा लौरीमा टेकाएर हिँड्नुहुन्छ। यदि अर्कैको दुश्मनले उहाँको जिन्दगी टेकाउने लौरो सदाका लागि भाँचिदियो भने फेरि उहाँहरूको लौरो बनेर को उभिदेला? लौरो बिना त मान्छेहरू एक पाइला हिँड्न गाह्रो मान्छन्। आमा, बाबा, तपाईहरू म बिना बाँकी यत्रो जिन्दगी कसरी काट्नु होला? म यो ठाउँदेखि पर पुग्न चाहन्छु, म आफ्नै घर पुग्न चाहन्छु। मेरो लागि मेरा बुवा र आमा नै हुन् भगवान। म उहाँहरूकै वरपर पुग्न चाहन्छु। भित्ते पात्रमा दसैँ लेखेको दिन नजिक आउँदैछ, गाउँभरि दसैँको उमङ्ग छाउँदैछ। भित्ते पात्रमा दसैँ लेखेको दिन नजिक आउँदैछ, गाउँभरि उमङ्ग छाउँदैछ। मेरी प्यारी हाम्रो घरलाई रातो माटोले रङ्गाउँदै छिन्। यता दुई देशको लडाइँमा म रातो रङले पोतिएको छु। घामले रङ खुइलाएर फुस्रो भएको हाम्रो घरलाई त मेरी प्यारीले बडो प्यारले रङ्गाउँछिन्। यदि अर्कैको दुश्मनले मेरी प्यारीको रङ सधैँका लागि खोसिदियो भने फेरि कसले रङ्गाइदेला? रङ बिनाको घर त मान्छे 1 वर्षसम्म हेर्न सक्दैन। प्यारी, तिमी रङ विहीन भएर यत्रो जिन्दगी कसो गरी काटौली? मलाई यो ठाउँदेखि पर पुग्न छ, मलाई आफ्नै घर पुग्न छ। मेरो लागि मेरी प्यारी नै हुन् साहस। मलाई उनकै वरपर पुग्नु छ। गाउँमा खुसीको कुरा तिहार आउँदैछ, घरमा खुसीको कुरा परदेशी आउँदैछ। गाउँमा खुसीको कुरा तिहार आउँदैछ, घरमा खुसीको कुरा परदेशी आउँदैछ। मेरी छोरी तिहारमा पटक्का पड्काएर मसँगै रमाइलो गर्न मलाई कुरिरहेकी छिन्। उता मेरी छोरी तिहारमा मसँगै पटक्का पड्काएर रमाउन मलाई कुरिरहेकी छिन्। यता दुई देशको लडाइँमा पड्किएको बमबाट आफ्नो ज्यान जोगाउन म भाग्य कुरिरहेको छु। हाते बन्दुकमा पाते पटक्का राखेर प्याट प्याट पड्काएपछि बल्ल मेरी प्यारी छोरीलाई प्यारो तिहार आउँछ। हाते बन्दुकमा पाते पटक्का राखेर प्याट प्याट पड्काएपछि बल्ल मेरी प्यारी छोरीलाई प्यारो तिहार आउँछ। तर अर्कैको दुश्मनले उसको खुसीको पटक्का सधैँका लागि प्याट्टै खोसिदियो भन्ने खबर उसलाई कसले बुझाइदेला? मान्छेहरू बारुदको पटका बिना त तिहार मान्न सक्दैनन्।
छोरी तिमी बा र खुसीको पटका बिनाको तिहार अब कसो गरी मानौली। म यो ठाउँदेखि पर पुग्न चाहन्छु, म आफ्नै घर पुग्न चाहन्छु। मेरो लागि मेरी छोरी नै हो खुसी, लक्ष्य, श्वास, सर्वस्व। म उसकै वरिपरि पुग्न चाहन्छु। हे भगवान, म मेरो उमेर ढल्किँदै गरेको बा आमालाई औषधि किन्न सक्ने बनाउन यहाँ आएको हो। म मेरी उमेर बढ्दै गरेकी छोरीलाई अक्षर चिन्न सक्ने बनाउन यहाँ आएको हुँ। म केही समय धन कमाएर बाँकी समय मन रमाउनका लागि यहाँ आएको हुँ। म मेरो आशा, भरोसा, इच्छा र चाहनालाई फस्टाउनका लागि यहाँ आएको हुँ। यसरी सदाका लागि गुपचुप भएर अस्ताउनका लागि होइन, यसरी सदाका लागि गुपचुप भएर अस्ताउनका लागि होइन, यसरी सदाका लागि गुपचुप भएर अस्ताउनका लागि।